अब यसलाई अब एउटा कुरा के छ भने साइड भ्यूमा हेर्दाखेरि यो लाइन देखिएको छैन, छ त छ छ भन्ने थाहा छ, तर नदेखिएको लाइनलाई हामी हिडन लाइन तान्छौँ। यहाँबाट यहाँ 20 mm मा हिडन लाइन तान्छौँ। पहिला मैले आउटलाइन बोल्ड गरेँ। आउटलाइनलाई बोल्ड गरिसकेपछि हिडन लाइन आउटलाइन भन्दा थोरै के हुन्छ, डार्कनेस कम हुन्छ। अब हेरौँ हिडन लाइन तान्ने तरिका। हिडन लाइन तान्दा धेरै गल्ती गरिरहेको हुन्छ हामीले। यसरी यहाँ हेरौँ, यो तपाईँ स्टार्टिङ लाइन पनि आउटलाइन पनि छुनु पर्यो, एन्डिङ आउटलाइन पनि छुनु पर्यो, बिचको ग्याप, यो ग्याप भन्दा लाइनहरू थोरै लामो हुनु पर्यो। यसरी यो हिडन लाइन भयो है। अब यति भइसकेपछि अब एकपल्ट फेरि मैले एकपल्ट देखाउँछु भाइहरूलाई बहिनीहरूलाई। फ्रन्ट भ्यू कम्प्लिट भयो, टप भ्यू कम्प्लिट भयो, साइड भ्यू